भन्ने ठाउँमा चाहिँ आएको छ होइन मलाई चाहिँ भन्न आएन हिरा डल्लो उहाँले भेटिसक्नु भएको छ मलेसियामा उहाँ घर आउँदै हुनुहुन्छ 2 महिनापछि फाइनली म पनि हान्न लाग्यो ल यहाँ छ हाम्रो केटाहरू सो फाइनल गाइज होइन हामी चाहिँ यता डिक्सन पोर्ट होइन कन्ट्याक्ट प्रोटेक्सन गाइज हामी चाहिँ फाइनली यता समुद्रमा आएको छौँ दाजुभाइ लगायत सम्पूर्ण ओके फाइनल गाइज हामी चाहिँ यता यो कुन ठाउँ रे दाइ पडिसन भन्ने ठाउँमा चाहिँ आएको छौँ होइन मलाई चाहिँ भन्न आएन सो हामी चाहिँ आज यहाँ समुद्रमा इन्जोय गरिरहेको छौँ यहाँ देख्न सकिन्छ यहाँ बोटहरू हजारौँ बोटहरू मान्छेहरू यहाँ हजारौँ छ एकदमै बबाल छ एकछिन पछाडि चाहिँ उहाँले यस्तो यहाँ बाइक चलाउँदै हुनुहुन्छ हो ओके यार खोइ थोरै हान्नु त ओके गाइज फाइनली म पनि हान्न लाग्यो ल नहाल्नु टोड्नुपर्छ यहाँ सुतेको हो लिम्बू सर हेलो फिल्डमा हो क्या यार सोल्टी यार बस यो चाहिँ हाम्रो वान अफ द बेस्ट मोमेन्ट हो हिराको डल्लो उहाँले भेटिसक्नु भएको छ मलेसियामा उहाँ घर आउँदै हुनुहुन्छ 2 महिनापछि करोडपति त यतै हुनुहुन्छ है फेरि ए नवराज भाइ के हो अलिक राम्रोसँग खेल न के हो खेल्न आउँदैन हो हान्दिउँ हेलो एभ्रीवान फरक पर्दैन ओके गाइज हामी चाहिँ यहाँ इन्जोय गरिरहेको छौँ सब हामी चाहिँ यहाँ नेपाली टिम मात्रै छौँ 2 4 6 8 जना छौँ हामी यहाँ 8 ओके फाइनल गाइज हाम्रो ब्यागहरू चाहिँ त्यो साइडमा छ होइन अनि हामी चाहिँ यता स्विमिङ गरिरहेको छौँ समुद्रमा होइन यो चाहिँ हाम्रो वान अफ द बेस्ट मोमेन्ट हो है त म मलेसिया आएको चाहिँ 2 वर्षको यात्रा गाइज हेलो एभ्रीवान भिडियो भइरहेछ भिडियो मेरो त भिडियो गाइज हामी चाहिँ समुद्रमा पुरा भ्लग गरिरहेको छौँ ल यहाँ चाहिँ हाम्रो सबै गाइजहरू यसरी खेलिरहेछ है अनि यो त हेर्न सकिन्छ गाइज हामी यता लिएर आउने यता ल गाइज घाम चाहिँ यस्तो लागिरहेको छ यहाँ घाम एकदमै ड्रिङ्क छ अनि यसलाई चाहिँ यहाँ दोरले बाँधेको छ यहाँ ल दियो सर दियो यता हाम्रो सर चाहिँ पुरा फोटो हानिरहेछ ओ यता राम्रो पिक निकाल भाइ राम्रो फोटो एउटा तेरो यहाँ भिडियोबाट निकालौँ खोइ यता हान्न खोइ यता राम्रो आउने हो हान्न फोटो सरज एउटा हाने यहाँ खोइ फोटो हानेको तैँले ओके त्यहाँ चाहिँ डुबेर निस्किने काम हुँदैछ यता चाहिँ बोटहरू पुरा चलिरहेको छ मान्छे पुरा यार बबाल आम्मामा हेर्नुहोस् गाइजहरू है एकदम दामी आजको है ओ माई गड यार आमामा यार बोट कति टाढा गइरहेको छ गाइजहरू तपाईँहरूले यहाँ देख्न सक्नुहुनेछ एकदम बबालेन छ कास्ट है म चाहिँ यहाँ बसेर कास्टिङ गरिरहेको छु त यहाँ एरियामा गाइज यहाँको वान अफ द बेस्ट मोमेन्ट यता पनि हाम्रो नेपालीको फ्यामिली हुनुहुन्छ है रहेछ मलेसिया र इन्डोनेसिया फ्यामिली नेपालीको फ्यामिली भनौँ न हान्दिनु दाइ एउटा गुड सर्ट हान्दिनु ल ओके हान्दिनु डाइरेक्ट भिडियो भइरहेछ ल सर के छ आराम हुनुहुन्छ मजा आइरहेछ नि ओके गाइज उहाँ चाहिँ अगाडि बढ्दै हुनुहुन्छ ल
पानी चाहिँ एकदम यस्तो तलमाथि गरिरहेको छ कि एकदम होइन गाह्रो फिल भइरहेछ भयो धेरै टाढा नजानु गइरहेछ उता आउनु बाकाल्टेमा आएर आउनु ल आउँदै हुनुहुन्छ हाम्रो सर एकदमै टाढा पुगेर आइसक्नु भयो उहाँ चाहिँ होइन एकदमै नजिकै आइसकेको छ ओके यो फोटो हाम्रो सर यता तपाईको त पुरै समुद्रमा छ त डल्लै होइन यार ल त ल गाइस हामी चाहिँ यहाँ फोटो सेसन भइरहेछ है हाम्रो चाहिँ यहाँ फोटो हानिरहेको भइरहेछ हाम्रो फेरि ओके ओपी भइरहेछ नि होइन अनि यता आउनु सबैजना सबैजना एक ठाउँमा आउनु त गाइस फोटो राम्रो आउँदैन एन्टी लाइट पर्छ सर यता पछाडि गाइस यता चाहिँ सरहरू आउँदै हुनुहुन्छ अनि यता एन्टी लाइट यता ब्याक साइडमा ओके नब्रा फर्किँदा आऊ भाइ ओ एन्टी सर खोइ ओ एन्टी ओके एभ्रीवन गेट रेडी आउँदैछ प्लेन पछि खतरा देऊ है ओके गेट रेडी ल तपाईँ जानु म तपाईँ हानिदिन्छु हाय तुरी ग्रुप नहल्यो हो यार मलाई एउटा राख्नु पर्यो क्या यहाँ ल यता सर हामी चाहिँ टक्क बसेर ए जुम नगर्छ यार जुम गरेर धेरै ठुला भयो जुम नगर ओके गेट रेडी यार को जानु छोडेन ओके ल प्रोटिनमा हान्दै भाइ र गाइज उहाँ चाहिँ क्यामेराम्यानले चाहिँ त्यहाँबाट एकदमै स्ट्रगल गरेर चाहिँ हाम्रो फोटो खिच्दै हुनुहुन्छ यसको रिजल्ट कस्तै आयो हामी देखाउनेछौँ तपाईँहरूलाई गाइज लेट्स सी समुद्रमै गए जस्तो भइरहेको यार यो समुद्रको छाल यार उचाल्दै पछाडि छ यार ओ माय गॉड गाइज अब त म त फोटो मोबाइल पानीमा छिर्छ अहिले यहाँ छिर्यो भने कहाँ खोज्ने यार होइन भेट्छ सर यता म छप्के हाने खिचिदिनु त हजुरले हातले भिडियो ल भिडियो ओके सबै हात तपाईँको हात चाहिँ बर्बाद नजानेर यार अर्को हान्नु यस्तो जान्छ हामी ल गलिहाले गाइस मजा आयो ओके थ्याङ्क यू ल थ्याङ्क्स फर द भिडियो यार गाइस मोबाइल तातिने हो सर ओके गाइज म चाहिँ धेरै ड्रिम भइसक्यो अनि हामी चाहिँ यहाँ समुद्रमा मस्त पौडी हानिरहेको छौँ अनि यो फोनलाई चाहिँ अब मैले लगेर राख्नुपर्ने हुन्छ त्यहाँ होइन अनि त्यस पछाडि आएर फेरि यहाँ पौडी खेल्नु पर्ने हुन्छ ओके गाइज चाहिँ म चाहिँ अब जाँदैछु त ओके गाइज सर जाऊ मोबाइल देखाएर यहाँ चाहिँ एकजना भाइ डुबेर पौडी हानिरहेछ यहाँ तपाईँहरूले देख्न सक्नुहुनेछ उहाँले चाहिँ बाबाले हानिदिन्छ है पौडी भने यहाँ चाहिँ खतरा हान्दै है तपाईँ स्विमिङको है तपाईँ स्विमिङ सिकाउनुहुन्छ नि होइन उहाँ चाहिँ एकदम प्रो लेभलको मान्छे हो उहाँले चाहिँ एकदम बोबाल स्विमिङ हानिरहनु भएको थियो अहिले भर्खरै तपाईँहरूले धेरै राम्रो मान्छे उहाँ चाहिँ अब यता क्यामेराम्यान हुनुहुन्छ उहाँले चाहिँ एकदम फोटो होइन फोटो सेसन चलिरहेको छ यहाँ उहाँले चाहिँ बवाल फोटो खिच्नुहुन्छ अनि उहाँ सर चाहिँ जे होस् पुरा मजा लिइरहनु भएको छ ओके ल हान्छ एउटा प्रोटिनमा बवाल हान्थ्यो ल अलिक अनुहार सनार अलिक त्यो भएन ओके एकदम फुलेर रेडी आँखा हेर्नु सकेको छ नि ल यतिकै हान्थ्यो ए ला म यहाँ पोटेकै हल्लाएर हुनु दिन्न के मगाले हल्ला गर्छ न कसरी हान्नु गाइज
मै ढलिसके यस्ता हान्न एउटा ल ओके हानिस योबाट हान ल मिलाएर प्रोटेक्ट एकदम प्रोटेक्ट मोडमा छोड्दै म यसबाट हानिदिन्छु अब